हेलो साथी हो, आज चाहिँ यो ऐतिहासिक स्थलतिर छु म। यो चाहिँ कुनै समय ताका चाहिँ राजा बडा महाराजाहरूको चाहिँ दरबार एरिया हो। हेर्दाखेरि यो पनि एउटा निकै ठुलै बडा महाराजाको चाहिँ समाधि स्थल हो। एउटा पुरा हेर्दा डाँडा जस्तो देखिन्छ, सानोतिनो। यहाँ पनि टक्कै वरिपरि यो चौपायाहरूको चाहिँ शालिगहरू देखिन्छ। यहाँ राजाहरूको आसेपासेहरू हो कि भन्ने जस्तो है, एकदम यो शानदार छ। यो च्यानलाई पनि के विधि सजाएर राखेको हो होइन। टक्कै यो हेर्दा अद्भुत किसिमको देखिन्छ। म यहाँभित्र जाँदैछु। अब यहाँभित्रको पुरै दृश्यहरू म देखाउन गइरहेको छु। ओहो, यहाँ हेर्दाखेरि यहाँ पुरानो हेर्नुहोस्, यो चाहिँ यो जुन छ यो चाहिँ पुरानो समयको चाहिँ एउटा औजार हो, उपकरण। जुन उपकरणबाट चाहिँ धेरै कामहरू गरिन्छ। जस्तै ओहो, यस्तो छ। यहाँनिर ढक्कै देख्न सकिन्छ साथीहरू, हेर्नुहोला। ऐतिहासिक स्थल हजुरहरूको चर्लकै देखिन्छ। हस्त साथीहरू, फेरि भेट गर्दै गरौँ होला, नमान्नु होला ल।